नमस्कार, जय नेपाल। नारायणगढबाट बुटवल जाने बाटो बन्न थालेको कति वर्ष भयो, अझै कति वर्षमा सकिने थाहा छैन। पूर्व पश्चिमको राजमार्गको अवस्था यस्तै छ, फास्ट ट्र्याकको अवस्था यस्तै छ। मेलम्ची सकिन 25 वर्ष लाग्यो। हामीले ठुल्ठुलो आयोजनाहरू हेऱ्यौँ भने पुल, सिँचाइ सबैको कथा यस्तै यस्तै नै पाउँछौँ हामीहरू। हाम्रो सहरमा बनिरहेको सडकहरू पनि हेऱ्यौँ भने सडक बल्ल बनेको हुन्छ, केही समयपछि आएर खानेपानीले खन्छ, खानेपानीको सकिन साथै फेरि ढल आउँछ, ढल सक्यो भने फेरि फाइबर बिछ्याउने भनेर कहिले बिजुलीको अड्डा आउँछ, कहिले टेलिफोनको अड्डा आउँछ। यस्तो स्टोरी जहाँ गए पनि यही कुरा देखिन्छ। अपवाद बाहेक कुनै पनि नसानो ठुलो मजवाला कुनै पनि आयोजना हाम्रो टाइममा सकिँदैन। हामी सबैले देखेको भएको कुरा हो यो। यसले हाम्रो कस्ट त बढाएको छ नै, यसको इकोनोमिक अपर्च्युनिटी पनि धेरै छ, किनकि यसको अपर्च्युनिटी कस्ट नै एकदमै धेरै ठुलो छ। मैले केही वर्षदेखि पार्लियामेन्टमा काम गरिरहँदै गर्दा पूर्वाधारको सम्बन्धमा हामीले सतहमा देखेको कुराहरूमा काम गरेर मात्र हुँदैन, यसको जरामा गएर काम गर्नुपर्छ। हामीले बेला बेलामा कुनै ठेकेदारलाई तर्साएर पनि यसको समस्याको समाधान हुँदैन। कहीँ गएर म यो आयोजना म निर्देशन दिन्छु भनेर पनि समस्याको समाधान हुँदैन। यसको सिम्टममा काम गरेर हुँदैन भन्ने विषय उठाइरहेको छु। पार्लियामेन्टको एग्रिकल्चर वाटर रिसोर्सेस कमिटीमा बसेर काम गर्दाखेरि होस् वा स्वास्थ्य मन्त्रालय हुँदै गर्दाखेरि स्वास्थ्यको इन्फ्रास्ट्रक्चरलाई एकीकृत बनाएर कसरी गर्दा हुन्छ भनेर होस्, वा हुलाकी राजमार्गको यात्रा गरिसके पछाडि पार्लियामेन्टमा र प्रधानमन्त्रीलाई भेटेर हाम्रो पूर्वाधारहरू नबन्नुको कारण यो भनेर बताइरहँदै गर्दाखेरि होस्, मैले आफैले देखेका यी कुराहरू, गरेको अनुभवहरूको आधारमा नै ती कुराहरू राख्दै आएको थिएँ। पछिल्लो समय प्रोजेक्ट गभर्नमेन्ट, पूर्वाधार मीमांसा भनेर अझै यसको गहिराइमा पुगेर यसको खास प्रब्लमहरू के छ भनेर यसको समस्याहरूलाई आइडेन्टिफाई गर्ने कोसिस गरेको छु। यो तपाईँ हामी सबैले देखेको भएको कुरा हो। यहाँसम्मको त कथा यही नै भयो। तर योभन्दा अगाडि अब यस्तो हुनु हुँदैन। हामीले पनि कतिपय कुराहरू गर्न सकेनौँ, तर अब गर्न सकेनौँ भनेर त्यो एक्सक्युज पनि हामीले पाउनु हुँदैन। हिजो भएन, तर अब हुनुपर्छ। त्यसैले अब के गर्ने भन्ने विषयको सन्दर्भमा केही तयारीहरू गरेको छु। पछाडि यसको विस्तृत कुरा तपाईँहरूसँग सेयर गर्नुलाई अहिले छोटकरीमा केही कुराहरू सेयर गर्छु। पहिलो कुरा, हामीले कानुनमा सुधार गर्नुपर्ने छ। सडक ऐन मात्र हाम्रो 48 वर्ष पुरानो छ। सडकको नियमावली त बनेकै छैन। सार्वजनिक खरिद ऐन करिब 20 वर्ष भयो। अहिले हामीले गरेको अध्ययनले के भन्छ भने पूर्वाधार समयमा बन्ने कुराको लागि हामीले संशोधन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने, खारेज गर्नुपर्ने कानुनहरू हामीले हेरेको करिब 3 दर्जनभन्दा बढी कानुन। त्यसलाई नचलाउने हो भने हामीले बाहिर जति हल्ला गरे पनि हाम्रो पूर्वाधारहरू समयमा बन्न सक्दैन। कुन कानुनको के चलाउने, कुन खारेज गर्ने, यसको सबै हामीले तयारी गरेका छौँ। योजनाको छनौट गर्ने कुरादेखि नै समस्या सुरु हुन्छ। कहीँ राजनीतिक हस्तक्षेपबाट सुरु हुन्छ, कहीँ अन्य दबावको कारणले गर्दा सुरु हुन्छ। योजनाको छनौट, कस्ट बेनिफिट एनालिसिस, यसको प्राथमिकता कसरी तोक्ने भन्ने विषयको सन्दर्भमा पनि यसलाई ठ्याक्कै कसैले पनि यो कुनै पनि पूर्वाग्रह राख्न पनि नसक्ने, यो डिस्क्रिसनरी पावर युज गर्न पनि नसक्ने, यसको लागि कानुनले नै बाँध्नुपर्छ। कसरी बाँध्ने भन्ने बारेमा पनि हामीले यसको डिटेल वर्कआउट गरेका छौँ। यो समयमा हाम्रो कुनै पनि काम सम्पन्न हुँदैन, हामी सबैले भनेका छौँ। तर हाम्रो सार्वजनिक खरिद ऐनमै एउटा व्यवस्था छ जसले म कम लागतमा बनाउँछु भन्दै गर्दाखेरि उसले ठेक्का प्राप्त गर्नुपर्ने मात्र होइन कि मैले छिटो समयमा बनाउँछु भने पनि त्यो समयको पनि त्यसलाई पनि भ्यालु गर्ने यसको व्यवस्था गरिएको नि हाम्रो कानुनी व्यवस्था छ। मैले केही वर्ष भयो यो कानुनको व्यवस्थालाई प्रयोग गर्नुपर्छ भनेर प्रत्येक मन्त्री आइसकेपछि मन्त्रीले जाने भेट्ने भन्ने गरेको पार्लियामेन्ट उठाउँदै गरेको कुराहरू अहिले यसमा हामीले काम गरेका छौँ। यो कानुनमा भएको व्यवस्थालाई अझै बाहिरको अनुभव, खास गरी पछिल्लो समय भारतको अनुभव र अरू देशहरूको अनुभव हेरेर नेपालको सन्दर्भमा अझ यसको बेस्ट प्र्याक्टिस कसरी गर्न सकिन्छ, जसले गर्दाखेरि हाम्रो प्रतिस्पर्धा चाहिँ कसले कम लागतमा बनाउँछु भन्ने त एउटा हो, तर त्यो सँगै कसले छिटो बनाउँछु भन्ने कुरा पनि यसलाई सँगै राखेर हेर्नुपर्छ भनेर कानुनको व्यवस्थाको बारेमा हामीले थप तयारी गरेका छौँ। अर्को विषय भनेको यो सेक्टरमा हुने गभर्नेन्सको विषय अर्को एकदमै महत्त्वपूर्ण विषय हो। सुशासनको विषय असाध्यै धेरै जोडिन्छ पूर्वाधारसँग जोडिएको विषय। त्यसैले यसमा यो पारदर्शिताको विषय, सोसल अडिटको विषय, यसमा अरू थप्नुपर्ने विषयहरू छ। नियमनकारी निकायहरूलाई यसलाई मजबुत बनाउने, तर नियमनकारी निकायहरूले पनि फेरि अतिरिक्त हस्तक्षेप गरेर यसको कामै गर्न नसक्ने जुन अवस्था बनेको छ यसमा पनि हामीले काम गर्नुपर्ने छ। नियमनकारी निकायहरूमा पनि त्यसको प्राविधिक क्षमता बढाउने, प्राविधिक गरेको कामलाई प्राविधिकहरूले नै यसको मूल्याङ्कन गर्ने, यी कुराहरू नहुँदै गर्दाखेरि पनि हाम्रो कतिपय ठाउँमा फेरि समयमा निर्णय नभएर पनि समस्याहरू भएको छ। ठुला आयोजनाहरूमा हामीले डाङ घोषणा गरिदिएका छौँ, राष्ट्रिय गौरव भनेर भनिदिएका छौँ, तर रिसोर्सको प्लानिङ छैन। रिसोर्सको प्लानिङ बिना आयोजनाहरू गर्ने कुरालाई पनि हामीले कानुनबाट यो कुरालाई बन्द गर्नुपर्ने छ। अर्को रिसोर्सको कुरा छ, हाम्रो सार्वजनिक सम्पत्तिको मोनिटाइजेसन गरेर
त्यसलाई इयरमार्क गरेर एउटा निश्चित इन्फ्रास्ट्रक्चर मात्र लगाउने एउटा यो उपाय हुन्छ। अर्को हामीले यसमा पब्लिक प्राइभेट पार्टनरसिपको कुरा त छँदैछ, तर पछिल्लो समय खास गरिकन भारतले एकदमै धेरै आफ्नो इन्फ्रास्ट्रक्चरमा अभ्यास गरेको हाइब्रिड एन्युटी मोडल जस्तो फाइनेन्सिङ मोडलहरू, जसको केही हाम्रो पहल कदमीबाट कानुनी व्यवस्था पनि गरेका छौँ, तर यसको पहललाई एकदमै धेरै व्यापक रूपमा अगाडि बढाउनु पर्ने छ। यो रिसोर्सको कुरामा हो भने हामीले अनुगमनको नाममा कामहरू समयमा यो रोकिने पनि नहोस्, तर अनुगमन नहुँदै गर्दा एउटा स्वतन्त्र निकायले अनुगमन नहुँदै गर्दाखेरि फेरि त्यो साँठगाँठ हुने मिलोमती हुने कुरा पनि नहोस्। यो केही कुराहरू हुन्। मलाई मूलतः के लाग्छ भने हामीहरूले पछिल्लो समयमा के गरेका छौँ भने पूर्वाधार समयमा सम्पन्न नहुँदै गर्दा कहिले हामीले यो ठेकेदार फटाओ भनेर गाली गर्दैनौँ, त्यसबाट हामीहरूले समस्याको समाधान हुन्छ कि भनेर यसरी खोज्यौँ। कहिले हामीले कर्मचारी हो भनेर गाली गर्थ्यौँ, त्यताबाट समस्याको समाधान गर्न खोज्यौँ। कहिले मन्त्री हातमा चाबु बोकेर आएर म यति दिनभित्रमा ठेका तोडिदिन्छु भनेर भन्यौँ, त्यसबाट समस्याको समाधान गर्न खोज्यौँ। यो जादु गरेको जस्तो चमत्कार गरेको जस्तो तरिकाहरूबाट समस्याको हल निस्कन्छ भनेर सोच्यौँ भने अर्को 5 वर्ष पनि खेर जान्छ। म यो 5 वर्षभित्रमा पूर्वाधारको क्षेत्रमा नेपालले एउटा रूपान्तरकारी परिवर्तन गर्यो भन्ने कुरा स्थापित गर्न सकिन्छ भन्ने विश्वास राख्छु। तर यसको लागि हाम्रो के मैले अघि भने हाम्रो कानुनमा सुधार गर्नुपर्ने छ, हाम्रो संस्थाको क्षमता बढाउनु पर्ने छ, हाम्रो सार्वजनिक संस्थाहरूको केही काम गर्ने तरिकाहरू फेर्नुपर्ने छ, केही फाइनेन्सको नयाँ मोडलहरू हामीले अभ्यास गर्नुपर्ने छ, केही नयाँ जोखिमहरू हामीले उठाउनु पर्ने छ। हाम्रो यो प्राइभेट सेक्टरलाई पनि यसमा हामीले सँगसँगै विश्वास गरेर लिएर जानुपर्ने छ। हाम्रो अनुगमन गर्ने तरिकाहरू बदल्नुपर्ने छ। यी सबै कुराहरू कसरी गर्ने भनेर यसको सबै हामीले तयारी गरेका छौँ र यसबाट पूर्वाधारको क्षेत्रमा अबको नेपाल पहिला 10-12 वर्ष लागेर जुन कामहरू हामीले सम्पन्न गऱ्यौँ त्यो हामी 1-2 वर्षमा काम पनि सम्पन्न गर्ने, जुन क्वालिटीको काम गऱ्यो त्योभन्दा धेरै राम्रो क्वालिटीको काम गर्ने। यसको गति हेर्दै गर्दा जसरी पूर्वाधार हाम्रो बन्छ, जसरी हामीले कहिलेकाहीँ हामी अरू देशहरू उदाहरण दिन्छौँ, त्यस्तै उदाहरण दिन सक्ने गरिकन नेपाललाई बनाउन सकिन्छ भन्ने विश्वासको साथमा नागरिकहरूले जुन दिगदारी भोग्नु परेको छ, जुन हैरानी भोग्नु परेको छ, पूर्वाधारको कारणले गर्दा यो भोग्नु नपर्ने अवस्था बनाउने कमिटमेन्टका साथमा म नेपाली कांग्रेस पार्टीलाई लिएर तपाईँहरूको बीचमा आएको छु। आजलाई यति नै कुरा राखेँ। धन्यवाद। जय नेपाल।